लुटेरहरूको साम्राज्य यो पटक घन्टी बजाएर ध्वस्त भयो साथीहरू है। सधैँ लुटेर खाने, झुटो बोल्ने, हावामा हल्ला मात्रै गर्ने, टेबल मात्रै ड्याप गर्ने लुटेर ग्याङहरू अहिले स्तब्ध भएका होलान् जनताले दिएको यो मत परिणाम देखेर। धेरै ठाउँमा अझै पनि कतिपय ठाउँमा अगाडि आइरहेका छन्। ती ठाउँमा अझै पुरानो दललाई भोट हाल्नु हुने साथीहरू, मलाई चाहिँ उहाँहरूसँग कि त उहाँहरूको हातमा मोबाइल छैन कि उहाँहरू पैसामा बिक्नु हो। अहिलेको यस्तो माहौलमा पनि पुरानैलाई भोट हालेर त्यहाँ पुरानैले जित्दाखेरि अब एकदम नकारात्मक कुराहरू चाहिँ धेरै जान्छ त्यो ठाउँमा है। त्यहाँका साथीहरूले बुझ्न जरुरी छ। झोले झ्याम्टेहरू त अब फ्रीको दाना पानी खाएर कराउने र अब गुन्डागर्दी गर्ने उनीहरूको ठिकै हो, तर अरू मान्छेले पनि भोट दिएर अहिले पनि जिताइरहेछन् तिनै लुटेर ग्याङको साम्राज्यवादीको व्यक्तिहरूलाई। त्यही भएर लुटेरवादको साम्राज्य ध्वस्त भइसकेको छ। कतिपय ठाउँमा, गाउँ ठाउँमा जुन ठाउँमा भोट हाल्नुभयो दुईवटा किसिमले, एउटा चाहिँ पैसाको खोलो बगाएर चाहिँ जित्यो त्यहाँ, अर्को चाहिँ के कारणले जित्यो भन्दाखेरि त्यहाँनिर मोबाइलको नेटवर्क छैन। मोबाइलको नेटवर्क नहुने ठाउँमा डाटा महँगो पर्छ, वाइफाई छैन, यो सबै सुविधा नहुने ठाउँमा समाचारहरू र के सही के सत्य समाचारहरू त्यहाँ पुग्न सकेको छैन र ती झोले झ्याम्टेहरूले भ्रम छरेर जनतालाई गुमराहमा पारेर फेरि थाङ्नामा एकपटक सुतायो त्यहाँको जनतालाई साथीहरू। यो विषयमा तपाईलाई चाहिँ के लाग्छ एकचोटि कमेन्ट गर्नु होला।